लेटाङमा बिलायो प्रहरी जवान दम्पतिको सँगै बस्ने सपना। प्रहरी हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याइनेछ प्रधानमन्त्री देउबा। ड्युटीको क्रममा स्थानीयले छुरा घोपेपछि ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठ। कुनै ठुलो विद्रोहको बेला थिएन, राजनैतिक आवरणमा हुने भिडन्तको कुनै घटना पनि थिएन। यही शान्ति बेलामा प्रहरी जवान उर्मिला श्रेष्ठले सेवाकै दौरान आइतबार मोरङको लेटाङमा ज्यान गुमाइन्। उनी 2.5 वर्षदेखि प्रहरी सेवामा कार्यरत थिइन्। उनका दाजु भुवन पनि प्रहरी सेवामै छन्। विराटनगरको बखरी प्रहरी चौकीमा सहायक निरीक्षक उनी बहिनीको हत्यापछि भातभिल छन्। बोल्न सक्ने अवस्थामै छैनन्। दाइ पति सबै प्रहरीमै हुनुहुन्छ। कोशी अस्पताल परिसरमा सोमबार बिहान प्रहरीहरू भन्दै थिए उहाँहरू कोही बोल्न सक्ने अवस्थामा हुनुहुन्न। उनीहरूका अनुसार लेटाङमा उत्पन्न तनावले उग्र रूप लिँदा पनि उर्मिला मारिएकी थिइन्। उनीहरू अनुसार लेटाङमा उत्पन्न तनावले उग्र रूप लिँदा उर्मिला मारिएकी थिइन्। आइतबार मोरङको लेटाङ नगरपालिका 5 स्थानीयको आक्रमणबाट मारिएकी प्रहरी जवान उर्मिला 2076 साउन 1 गते सेवामा प्रवेश गरेकी थिइन्। 1 नम्बर प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय राई विराटनगरमा दरबन्दी भएपछि उर्मिला सहितको टोली आइतबार दिउँसो लेटाङतर्फ गएको थियो। तराईको हत्तीको जुट सहित 4 मा शिक्षा विकास मालिका शिक्षक मनोज पौडेलले आफ्नै छात्रालाई घामे गरेर दुर्व्यवहार गरेपछि आइतबार विद्यार्थी स्थानीय अवस्था असामान्य बन्दै गएपछि मोरङ प्रहरीले 1 नम्बर प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय राई विराटनगरबाट पकड्नको सम्पदा यही टोलीमा उर्मिला पनि लेटाङ आरोपी शिक्षकलाई पक्राउ गर्न गएको प्रहरी टोलीले आरोपी शिक्षकलाई नियन्त्रणमा लियो। यता गाउँलेहरू भने प्रहरीले उनलाई बचाउन लागेको आक्रोशित भए। दिउँसो 1 बजे 9 घटनास्थल पुगेको प्रहरीलाई स्थानीयवासीले दिनभर जसो छेके साँझतिर त्यही क्रममा भिडबाट कसैलाई उर्मिलाको उनको घाँटीमा चक्कु प्रहार भएपछि गम्भीर घाइते हुनुभयो। मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले सेटोपार्टीसँग भने उपचारको लागि ल्याइँदै गर्दा उहाँको बाटोमै निधन भयो। झडपको क्रममा 81 उर्मिला आया भनेर चिच्चाएको आवाज आएको प्रहरीहरू बताउँछन्। उनले आया भनेको सुनेपछि हेरेको घाँटीबाट भलभल रगत आइरहेको थियो। प्रहरी स्रोतले भन्यो उनको उपचार पनि हुन पाएन। बाँधेमा ज्यान गोवा कुमार र आमा सीतामायाकी एकै छोरी उर्मिला 2052 कार्तिक 14 गते खोटाङ पोखरीमा जन्मेकी थिइन्। उदयपुरको त्रियुगा जनता क्याम्पबाट बीएस गरेपछि प्रहरी सेवामा प्रवेश गरेकी उनका श्रीमान कुमार श्रेष्ठ पनि प्रहरी सेवामै छन्। इलाममा कार्यरत हुने पत्नी मारिएको घटनापछि विराटनगर आएका छन्। उनीहरूको गत वैशाख 19 गते विवाह भएको थियो। आउँदो वैशाख 19 मा उनीहरू विवाह बन्धनमा बाँधिएको पहिलो वर्ष पुरा हुँदै थियो। उहाँहरू एकै ठाउँ बस्ने आराम गर्ने मिलाउने प्रयासमा हुनुहुन्थ्यो। कोशी अस्पताल परिसरमा सुतेका उर्मिलाका साथीहरू भन्दै थिए तर त्यो समय नआई सदाका लागि उत्तरी मोरङमा एकपछि अर्को बलात्कार र यौन दुर्व्यवहारको घटना लगातार भइरहेका छन्। केही दिन अघि मात्रै 1.5 वर्षीय बालिकाको बलात्कार दिएको घटना नसुनाउँदै शिक्षकले छात्रमाथि दुर्व्यवहार गरेको घटना बाहिरिँदा स्थानीयवासी सुन्दर हरिचौका 1.5 वर्ष बालिकाको हत्या प्रकरणमा स्थानीयवासी प्रहरीसँग नयाँ माघे सदर पहुँचेका सर्वसाधारणलाई गछियामा प्रहरीले 2 दिन हिरासतमा लिएपछि सर्वसाधारण सभा लेटाङ नगरका एक जनप्रतिनिधिले भने यहाँ पनि प्रहरीले दोषी बचाउन लाग्यो भने उल्टो बुझाइ आक्रोशको यस्तो अवस्था ल्याए सोमबार सुन्दर हैजा आएका प्रधानमन्त्री सेवाहरू देउवाले प्रहरी हत्यामा संलग्न दोषीलाई कारबाहीको दोषीलाई कारबाहीको दायरामा ल्याइनेछ प्रधानमन्त्रीले देउवाले उनले प्रहरीले अनुसन्धानको लागि दर्शकले आजको समाचार कस्तो लाग्यो त्यस्तै सुझाव प्रतिक्रिया दिन नभुल्नुहोला। फेरि हामी अर्को भिडियोमा भेट हुनेछौँ। अहिले पनि बिदा हुन्छौँ। गरिबीलाई दरिद्री अबला मैला बक्सी भन्ने तिम्रो धर्म मर्म कोट्याउने छुरा घोपी लत्याउने सानो सोची शक्ति पैसा भक्ति भोगी त्रिलोकका बेरोजगार व्यापार गर्नलाई जोगी परलोकका यी दलाल हल्लाल पशुको खोजी रोजी पाखण्डीको